Look at this. माछा चाहिँ भवाले परेछ हैन दुईटामा पनि. No, that is me. Masama. बाल चाहिँ यो अनि गाइस अनि चाहिँ हामीले यहाँ बाँड चाहिँ लगाइसक्यौँ हैन अनि यहाँ भुस राख्नको लागि चाहिँ खाल्डो बनाउँदैछौँ खाल्डो पनि बन्यो खाल्डो पनि बनाइसक्यौँ बाँड चाहिँ यसरी लगाएको छ अब बाँकी रह्यो भुस राख्न भुस भन्छ तर पिठो हो पिठो राख्न बाँकी हामीले चाहिँ अब त्यहाँ राख्नको लागि चाहिँ जाँड र पिठो चाहिँ हल्का मिक्स गरेर हैन आधी आधी गरेर दुई ठाउँमा राख्नुपर्ने हुन्छ स्काई भ्यू चाहिँ बवाले आइरहेको रहेछ त मान्छे चाहिँ एन्टी लाइट परेर हल्का कालो कालो आइरहेको रहेछ हैन जाने हौ खोलिदिइहालेछ पहिल्यै मन्त्र गरेको है यो चाहिँ अब फर्स्ट यसमा राख्छौँ हैन अनि त्यो यो चाहिँ पछि अर्को ठाउँमा राख्छौँ दुलै बनाएन त
पछि राख्नको लागि रेडी गर्दैछौँ अहिले चाहिँ। यस्तो गरेको अविस भाइलाई कति याद आउँछ होला यार यो देख्यो भने। अभियसली भिडियो हेऱ्यो भने चाहिँ यो याद आउँछ होला सायद। पहिला बनाएको थियो नि त ठुलो भयो होला हौ डुल्ले त्यति त किन हामीलाई माथिबाट एउटा बाँध्छौँ। माथि तल अब चाहिँ यो लगेर राखिदिन्छौँ त्यहाँनिर। अनि यो राखेको लगभग 1 घन्टा कि 1.5 घन्टा जस्ट 1.5 घन्टा पछि चाहिँ यहाँ निकाल्न ल्याउँछौँ, उठाउन आउँछौँ होइन। 1.5 घन्टा पछि चाहिँ नि उठाउँछौँ यहाँनिर। अहिले चाहिँ अब यसरी राख्ने हो। अब यहाँ चाहिँ राखिसक्यौँ एक ठाउँमा चाहिँ। अब यसलाई चाहिँ थोरै माथि माथि छरिदिनु पर्ने हुन्छ। त्यसले छरेर आउँछ होइन। हाम्रो काम चाहिँ सक्यो। एक ठाउँमा चाहिँ अब राखिसक्यो हामीले होइन। अब अर्को ठाउँमा राख्छौँ। फेरि अब अर्को भिडियो हेरौँ। अर्को ठाउँमा जाऊँ होइन राख्नलाई। फेरि अब अर्को ठाउँमा जाऊँ राख्नलाई चाहिँ। अब यहाँ चाहिँ हामीले बाँध लाउने काम चाहिँ सकिसक्यौँ। अब त्यहाँ ठुलो खाल्डो पनि बनाइसक्यौँ। अनि यहाँ यो पनि सब रेडी हुन लागि रेडी भइसक्यो। अब बाँकी रह्यो त्यसमा लगेर राख्ने। अनि त्यसपछि अहिले आएर उठाउने होइन। यो ढुङ्गासँग फालेको चाहिँ किन देखाउनु भनेर होइन कति देखाउनु भनेर नदेखाएको भने के भन्नु। अब चाहिँ राख्दैछौँ। त्यहाँबाट चाहिँ अहिले बाल्ला बगेर जान्छ। सो म बस्छौँ होला, यतै बस्छौँ होला। उता तल कताबाट जानु तपाईँ? हजुर यहाँबाट त हुन्छ। यहाँ चाहिँ सब रेडी भइसक्यो। अब बाँकी थोरै बेस माथिबाट राखिदिने अनि सक्यो यहाँको काम। यति हो। पर्छ अहिले नि आज मात्रै राख्न आऊ। यहाँको नि सक्यो। त्यहाँको हान्दा मैले सक्यो यहाँबाट नि होइन। अब हेरौँ माछा कति पर्दो रहेछ। हामी उठाउन लाग्यो है। माछा चाहिँ खासै परे जस्तो लागेन। यही मान्छे हिँडै छन् त त्यही भएर। कति करोड माछा पर्यो? माछा छैन। माछा पर्नेतिर चाहिँ नआएर अन्त्याएर 1 बजे 12-1 बजीतिर आएर मजाले थाहा छैन नि। अनि 6 बजीतिर उठाइदिनु। त्यत्रो उठाउनुपर्छ उसै टन्ने ऐसा का
भिडियो गर्ने कति छ माछा क्यामेरा नि धान्दैन फेरि भिडियो गर कसो यता नपढ्यो नि उता पढ्ला नि त क्या यहाँ त मान्छे छ नि त त्यही भएर चाहिँ यहाँ टाढा बस्नु पर्ने भयो क्यामेराले नधान्ने गरी माछा परेको छ है हेरौँ अब माछा चाहिँ कति परेको रहेछ माछा चाहिँ परेको रहेछ पर्न चाहिँ पुरा अब चाहिँ माछा परेको रहेछ अनि टिप्न त पर्यो होइन तरकारी पुग्यो रे तरकारी पुग्यो माछा चाहिँ यस्तै हो है यहाँ राख्न होला माछा चाहिँ ठुलो छैन है यो अब टिपेपछि फेरि देखाउँला है अहिलेलाई चाहिँ टिप्न अलिक गाह्रो पर्यो एउटा हातमा क्यामेरा समातेर अहिले एउटामा चाहिँ यति पऱ्यो होइन अहिले धुएपछि कति हुन्छ फेरि देखाउँछ अर्को पनि उठाउनु छ नि त बा अहिले के हेर्दैछ स्काई भ्यू चाहिँ बवाल देखिरहेको रहेछ यहाँ झन् अझै बवाल देखेर रहेछ भइरहेको रहेछ हामी चाहिँ अब फेरि अर्को उठाउँदै जाँदैछौँ न एकछिनपछि भिडियो गरौँला अहिलेलाई स्काई विथ लास्ट है यो चाहिँ लास्ट कस्तो आउँछ कतिको माछा पर्दो रहेछ यहाँ चाहिँ पुर्या छ क्या परेको छ यसमा नि परेको छ अरे पर्न चाहिँ स्काई भ्यू पनि बवाल आइरहेको रहेछ एट बा दाबी दाबी मलाई हेर्नुहोस् स्काईलाई हेर्नुहोस् को राम्रो छ कहाँ लागिरहेको छ भनेर के भन्नु जस ठिकै छ सही परेको छ माछा हेरौँ है त अब कतिको परेको रहेछ खोलिदिउँ यहाँ गरौँ न यहाँ त उफ्रिहाल्छ नि अहिले त डेन्जर उफ्रिएको थियो यो स्काई चाहिँ बवालै आइरहेको छ क्या अहिले चाहिँ हावा चाहिँ छैन एट बा बवाल यहाँ चाहिँ ठुल्ठुलो पनि परेको रहेछ है माछा चाहिँ बवाल ल अहिले क्याटिस माछा चाहिँ बवालै परेको रहेछ अहिले चाहिँ यहाँ चाहिँ ठुल्ठुलो पनि परेको रहेछ बडा बडा मछली कट्ले कट्ले परे कट्ले परेको रहेछ यहाँ हजुर चाहिँ घोलिन ठाउँ पर्ला आफूलाई पिठो पिठो जानु थियो अलिअलि कचौरामा त ठाउनु भएको थिएन त्यही भएर धेरै नदेखेँ पाठी रे आधा पाठीको उसमा माथि छ माथि पनि जस माछा चाहिँ बवाले परेछ होइन त्यहाँ चाहिँ सानसानो थियो यहाँ चाहिँ रियाक्सन त भिडियो गर्नुहोस् त्यहाँ म यता भिडियो गरेर थिएँ घर कट्ले कट्ले त सानसानो यार के हो यो यसपालि कट्ले आउँछ कि टन्ने त्यस्तै लाग्यो बल्छिन थाप्नुपर्छ बवालले यसपालि भनेपछि यतिको ठुल्ठुलो कट्ले आयो भने त मजा आउँछ नि होइन भनेपछि खाले भुस थाप्यो भने डरै होला जस्तो लाग्यो भिडियो चाहिँ कस्तो भइरहेको छ भिडियो नहेरिकन ड्याङ के ड्याङ हान्दैछु म यहाँ ठुल्ठुलो परेर मछरे बोले चाहिँ सुनेको छ कि छैन यार अघि
यहाँ त अझै एकछिन राखे भए पिठो सकिन्थ्यो है ऊ त्यहाँ मुनि छ यो झरेर देखा त यहाँ चाहिँ बवाले परेछ बवाल जेस ठुल्ठुलै परेछ त्यहाँ माथि भन्दा अब धोएर हेर्छौँ होइन त्यो पनि ल्याउनु पऱ्यो यार Look at this माछा चाहिँ भवाले परेछ हैन दुईटामा पनि जस माथिल्लोमा चाहिँ हल्का संसारमा परेको थियो यसमा चाहिँ अलि ठुलो ठुलो पनि परेछ तर त्यस्तो ठुलो त हैन जस यहाँ पाउने चाहिँ यही हो ठुल्ठुलो पछि अब भल आउँदा चाहिँ अलि ठुल्ठुलै आउँछ भल आउँदा भन्दा जस अलि बर्खा भनौँ न Now look at this स्काई चाहिँ आज बवाल भइरहेछ है टाइम ल्याप्स हान्न पाए त झन् बवालै हुन्थ्यो बवाल छ यार आइच यो झन् बवाल आजिया लौजा तल पो गयो त हाम्रो आफ्नै बारीमा फलेको फर्सी चाहिँ कुहिएछ हैन कुहिया हैन के भाउ नपाएर काटेर फाल्दैछ भन्न भाउ नपाएर काटेर फाल्दैछ उ आइच के पकाएर खाने कि फकेर खाने कि गडेर खाने कि